हेलो गाइज नमस्ते गुड मर्निङ म हुँ तपाईँहरूकै पिटर्स भ्लग र म चाहिँ आज सोसल मिडियामा भाइरल हुन गइरहेको आरजी भ्लगको बारेमा चाहिँ केही भिडियोहरू हेरेर यसो मनमा लागेको कुराहरू भन्न गइरहेको छु। र त्यहाँनिर चाहिँ बाइकमा कारले वाला मान्छेले पिटेको थियो। कसको गल्ती रहेछ भनेर निहालेर हेर्दा चाहिँ यसो त्यो कारवाले नै एकदम डोमिनेट गरेर चाहिँ बाइकवाले मान्छेलाई चाहिँ एकदम हेपेर चाहिँ एकदम तल्लो दर्जाको सोचेर चाहिँ एकदम पिटेको रहेछ जस्तो लाग्यो मेरो मनमा चाहिँ, मेरो विचारमा चाहिँ त्यस्तो लाग्यो। हजुरहरूलाई कस्तो लागेको रहेको छ यसो हजुरहरू पनि यसो कमेन्टमा भनिदिनु होला। र के भएको थियो खासमा चाहिँ अब उहाँहरूकै भिडियोबाट हेरौँ है त के भएको रहेछ भनेर हेर्नुहोस् तपाईँहरू पनि है। रन्डीको छोरो मासिक्ने झन्डा हान्दै भयो। रन्डीको बालले त मासिक्ने खाते रन्डीको छोरो मासिक्ने जाउँ त जाउँ। के गरे आएको यो तपाईँ कति मैले त्यही गरेँ बुझ्यो। तपाईँले यताबाट आएको भएर गरे म त उसले ओभरटेक गर्दा थियो नि त अलिकति गरेर तिमीले मर्छ विचार गर है। स्पिड होइन तिमीले हेपेर आएको नखाएछ मलाई होइन चाहे पनि तिमीले जे पनि गर्दैछु यहाँ त्यस्तो होइन दाइ, त्यस्तो भन्नु होइन दाइ। तिमीले हेपेर आएको मलाई ठुलो कुरा नगर। छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन। तपाईँ त्यस्तै पेलेर आउनु भएको अनि मैले ओभरटेक गर्दै थिएन अहिले झ्याप्पा दिन्छ सालले थाहा हुन्छ। ओभरटेक गर्दै थिएन त्यहाँ मैले पेलेको प्राणीको छोरा खेल्छस् खोला हातले म तँलाई हाल भनेको छैन तँले के गर्छ भने हेपेको मलाई होइन। तपाईँले त्यसरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै हुँदैन। अहिले झ्याप्पा दिन्छ सालले थाहा हुन्छ। ओभरटेक गर्दैन त्यहाँ मैले पेलेको नानीको छोरा दाइ केही भनेको छैन दाइ यार तपाईँले यार दाइ यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ थेट दाइ यार दाइ यार होइन क्या दाइ यार के भनेको छैन दाइ यार तपाईँ भयो दाइ सरी दाइ दाइ सरी दाइ यार सरी भयो दाइ सरी ल हाम्रै गल्ती भयो सरी दाइ यार सरी दाइ भयो तपाईँले हान्नु भएन भएन गोब्रो के गरेको छैन आउनै छैन दाइ यार तपाईँ हावा सरी दाइ यार ल हाम्रै गल्ती भएछ त्यस्तो होइन दाइ त्यस्तो हेपेकै छैन दाइ यार तपाईँ केही भनेकै छैन दाइ केही भनेकै छैन दाइ यार तपाईँले भाइ प्लिज क्या दाइ यार मलाई हेपेको हो कि होइन छैन नि दाइ हेपेको यार केही भनेकै छैन दाइ यार हामीले त्यहाँबाट ओभरटेक गरेर आएको छु को तिमीहरू कोही पनि होइन दाइ हामी अब हुन त के हुनु दाइ हुन त के हुनु दाइ हामी त के होइन दाइ सरी दाइ यार हामी सरी दाइ ल सरी मान्छु त्यो कुरा सरी दाइ ल हाम्रो गल्ती भएछ सरी एउटा बाइकमा जाऊ सरी दाइ हाम्रो गल्ती भएछ सरी दाइ ल मैले पेलेको तिमीहरूलाई सरी दाइ यार सरी दाइ यार सरी दिनु सरी दाइ मेरो हाम्रो उताबाट कहाँ दाइ धादिङबाट आएको हो क्या हामी घुम्नलाई आएको दाइ होइन मैले पनि पेलिदिएको हो हाम्रो गल्ती भयो मैले पेलेको तिमीहरूलाई दाइ भयो ल सरी ल कहाँ तिमीहरू हेर्नु त
मेरो घाम हेर्नु फुकाल जहाँ सुइगोस् दाइ धादिङबाट आएको हो क्या हामी घुम्न लागेको दाइ होइन घुम्न लागेको दाइ कसम भगवान् कसम दाइ घुम्न लागेको हो क्या हामी घुम्न दम्बा किन देखाएको मैले मलाई दम्बा किन देखाएको त्यस्तो देखाएकै छैन दाइ तपाईँले म ओभरटेक गरिरहेको छु भाइ दाइ त्यो सही कुरो हो ल हाम्रो गल्ती भयो क्या दाइ सरी दाइ के मैले ओभरटेक गर्नु मेरो गल्ती थियो होइन ल हाम्रै तिम्रो र मेरो डिस्टेन्स कति थियो मैले यत्रो क्लोजमा मैले ओभरटेक गरेको होइन नि त्यस्तो दाइले हाम्रै गल्ती भयो सरी दाइ तिमीले चाहिँ मलाई के सोचेर कसलाई हात हाल्नु तिमीले होइन तपाईँले लट्ट हात हाल्नुभयो नि त नि ढोर बन्द ढोर बन्द तिमीहरू जस्तो बाइक छ नि मैले पनि चढाएको छु तर मैले त्यो दम्बा कहिले पनि देखाएन कति पर्छ मुची बाइकको तर मैले जिन्दगी छ नि बाइक चढाएर मैले जिन्दगी कसैले मैले यो किसिमको व्यवहार मैले देखाएन क्या तिम्रो जस्तो यङ एज छ नि मैले पनि क्रस गरेर आएको छु हालिदिनु दाइ नम्बर त यसको तर त्यहाँ परेन अरू कुरा होइन नि म ओभरटेक गरेर आएको छु मलाई बाइक पुरै यसो खेलेर आएर क्या डिस्टेन्स कति थियो थाहा छ तिमीलाई तिमीहरू त्यस्तो बाइक मैले पनि चलाएँ क्या यति तिमीहरूको ध्यान जान्छ यहाँ होइन मैले त्यहाँ ओभरटेक गरेर आएको छु यतिको डिस्टेन्स त मलाई पुरै यस्तो गरेर मैले पनि पिलेर आएको क्या फर्केर आएको क्या मैले यसलाई हात हाल्नु कसलाई हात हाल्नु छुट्टी नलगा मुची सरी भन्दा चाहिँ दाइ तिमीहरू चिन्ता लाइन ल्याएर खेल्छु मुची म क्या हो घरमा हालिस मलाई मान्छेको खोज खोजी मारिदिनु फेरि हिजो गर यो मुची गोब्रो गएर मुची पचास गोब्रो बोकेर बेलाको गोब्रो बोकेर म चाहिँ कुद्न लाऊ भनेको छैन दाइ तपाईँलाई यो दम्बा नदेखाऊ मर्छ मुची ज्यान जान्छ आफूले रिक्स हुन्छ बाइकमा त्यसरी चलाउने तिमीलाई कति बेला राम्रो धेरै तेल सेल्टस बनाइदिनु म खरपाटी पुग्छु फोन गरेर सेल्टस मुची मेरो पछाडि सेल्टर राम्रो थाहा छ तिमीहरू जहाँ सुकै आउन आफ्नो उहीमा चलाउन यस्तो बेला डर्दै यार हामी त बिस्तारै आइरहेको थियौँ यार त्यही पनि बाटो थाहा छैन दाइ फर्स्ट टाइम आएको हामी फर्स्ट टाइम आएको अहिलेसम्म आएको पनि थिएन दाइ चलाउँछ आफू त मर्छ अर्कोसँग हामीले पनि चलाएको छ मजाले चलाएको छु मैले तर जिन्दगीमा मैले कसैले यसरी जिगज्याग मैले कसैले देखाएन मैले आफू त परेको र अरूसँग पारिदिनु भइहाल्यो अब सुन्न सरी भनिहाल्नु जति त्यसरी नचलाऊ त्यसरी नचलाऊ राम्रोसँग चलाऊ आफू पनि बच्छ अरूलाई पनि बच्छ अब नजाउँ साथी रहेछ आजको यति रहेछ त्यसो छैन के नगर्ला जस्तो कसले हात हाल्यो भन्छ मलाई त्यसै चाहिँ पारो तातो बेलामा मैले त केही भनेको छैन दाइ सरी भन्दा चाहिँ दाइ तपाईँले तिमीहरूले मलाई के पनि गर्छ भाइ आँखा तिम्रो बस्नु मलाई हान्देऊ ल म छेडिदिन्छु मलाई ढालेछ भने म त्यस्तो होइन दाइ यार हामीले त हामी कुरा गरेको छैन मान्छे आउँछ तिम्रो छैन होइन घाउ त गाडीवालाले घाउ लाग्दैन घाउ लाग्यो त बाइकवालालाई हो क्या आफू सेफ गरिदिनु पर्छ बाइक बाइकवाला आफू सेफ गरेर हिँड्नु हो क्या सिसीको छुने बित्तिकै आफूले घाउ लागिहाल्छ के हुन्छ अब खाँदैन खराब नगरेर त सक्दिनँ यसो घुम्न आएको घुमेर त घुम्न आएको दाइ गल्ती त अब आफ्नो ठाउँ भइसक्यो पनि केही छैन बनोस् खासमा त उसैले पेलेर आएको थिएन होइन हानेको क्या उसलाई त यार सरी दाइ सरी भन्दा पनि होइन मलाई त बाइकमा कस्तो हान्यो अब उसैले पेलेर आएको थिएन पहिला न र उहाँ रङ साइडमा आएको छ ऊ अनि ऊ परैबाट थिचेर आइरहेको थियो क्या उसले ओभरटेक गरेर आएको छ ऊ पुरै रङ साइडमा छ क्या खासमा अब त्यो गल्ती त अब हामीलाई नै साथी हो त्यही भने
क्यामेरा अन थिएन अघि त्यो रङ साइड आउँदा क्यामेरा अन थिएन क्यामेरा देखायो होला नि त रङ साइड आएको त अनै गरेर गएर हो नि यहाँबाट बोल्दै गइरहेको छु धेरै स्पिड थिएन क्या त हामी भोटेको रिस यस्तो अरे के गर्नु हामी त सार्की पऱ्यो होइन होला